के तपाईलाई थाहा छ हामी सबै राम्रो महसुस गर्नकै लागि जन्मेका हौं? हो, राम्रो महसुस गर्नु, फिलिङ गुड त हाम्रो प्राकृतिक डिफल्ट सेटिङ हो। आजको यो विश्लेषणमा हामी यही हाम्रो भित्री सेटिङलाई फेरि कसरी अन गर्ने भनेर पत्ता लगाउनेछौँ। हो, यो सुन्दा जति सरल लाग्छ, कुरा त्यति नै गहिरो छ। जसरी सास फेर्नु हाम्रो लागि प्राकृतिक छ, त्यसरी नै खुसी र हल्का महसुस गर्नु पनि हाम्रो भित्री स्वभाव हो। यो केही बाहिरबाट कमाउने चिज होइन, यो त हामी भित्रै छ, पहिलेदेखि नै। तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, होइन त? यदि हाम्रो डिफल्ट सेटिङ नै राम्रो महसुस गर्नु हो भने हामी किन अक्सर खराब महसुस गर्छौँ त? किन हाम्रो दिनहरू चिन्ता, तनाव र यस्तो भारीपनमा बित्छ? आउनुहोस् यसको जडसम्म पुगौँ। हेर्नुहोस्, यो समस्या हामी जन्मजात लिएर आएका होइनौँ। यो त हामीले समयसँगै सिकेको कुरा हो। आउनुहोस् अब हेरौँ कसरी हाम्रो त्यो प्राकृतिक हल्कापनमाथि समाजले, परिस्थितिहरूले गहुरुङ्गोपनको पत्र थपिदिन्छ। एक सानो बच्चालाई कल्पना गरौँ न। ऊ बिहान उठ्ने बित्तिकै मुस्कुराउँछ। उसलाई न कुनै भविष्यको चिन्ता हुन्छ, न विगतको डर। त्यो मन कति खाली, कति हल्का हुन्छ। हो, त्यो नै हो हाम्रो असली प्राकृतिक अवस्था। तर बिस्तारै हामी हुर्कदै जान्छौँ अनि समाजले हामीलाई सिकाउन थाल्छ, ओहो धेरै सोच्नुपर्छ, चिन्ता गर्नुपर्छ, हेर त ऊभन्दा राम्रो गर्नुपर्छ। यी बाहिरी दबावहरूले हाम्रो त्यो प्राकृतिक अवस्थालाई बिस्तारै छोप्न थाल्छ। अनि परिणाम, जन्मदा खाली र हल्का भएको त्यो मन अब विचार, चिन्ता अनि अनेक अपेक्षाहरूको बोझले, भनौँ न, एउटा भारी झोला जस्तै हुन थाल्छ। अनि हाम्रो फिल गुड डिफल्ट सेटिङ फिल ब्याडमा बदलिन थाल्छ। तर यति धेरै जटिलताको बीचमा पनि एउटा गहिरो सत्य लुकेको छ। मनको आवश्यकता तपाईलाई थाहा छ, एकदमै सरल छ। यसलाई केवल एउटै कुरा चाहिएको हो, हल्कापन। अब यो हल्कापनमा फर्कने कुरा कुनै कोरा कल्पना मात्रै होइन नि। आउनुहोस् यसलाई अलि वैज्ञानिक र आध्यात्मिक दृष्टिकोणबाट पनि बुझौँ। यसको पछाडि गहिरो तर्क र विज्ञान लुकेको छ। ल हेर्नुहोस्, यहाँ 3 फरक क्षेत्रबाट एउटै कुरामा जोड दिएको छ। न्युरोसाइन्सले के भन्छ भने हाम्रो 90% नकारात्मक सोच त्यो वास्तविकता होइन, त्यो त हामीले सिकेको बानी, हाम्रो कन्डिसनिङ हो। त्यस्तै साइकोलोजीको अनुसार जब मन खाली हुन्छ नि, हो त्यही बेला त्यो सबैभन्दा क्रिएटिभ र शान्त हुन्छ। अनि स्पिरिचुअल साइन्सको त सार नै यही हो, मनलाई हल्का बनाउनुहोस्, प्रकाश त आफै भित्रिन्छ। र गुरुदेवको यो भनाइले त यसको सारलाई कति सुन्दर ढङ्गले समेट्छ। जब मन पवित्र हुन्छ, संसारमा केही पनि अपवित्र हुँदैन। यसको मतलब के हो भने समस्या बाहिर होइन, समस्या त हाम्रो मनभित्रको गहुरुङ्गोपनमा छ। त्यसो भए यो राम्रो महसुस गर्ने डिफल्ट सेटिङ आखिर हो के त? यो त्यो अवस्था हो जहाँ राम्रो महसुस गर्न कुनै मेहनत नै गर्नु पर्दैन। यो त आफै एकदमै नेचुरल तरिकाले हुन्छ, जसरी खोला बग्छ हो त्यस्तै। र यही नै छ एउटा ठूलो रहस्य, एउटा प्याराडाइम शिफ्ट। समाधान केही नयाँ थप्नुमा छैन, बरु हामीमाथि थुप्रिएका ती अनावश्यक पत्रहरूलाई हटाउनुमा छ। यो केही नयाँ सिक्ने यात्रा होइन, बरु हामीले बोक्न सिकेका भारीहरूलाई बिर्सने, अनलर्न गर्ने यात्रा हो। र ती बाधाहरू खासमा 2वटा छन्। पहिलो, हरेक कुरामा चाहिने भन्दा बढी सोच्ने हाम्रो बानी। अनि दोस्रो, अरूको अपेक्षाको भारी बोकेर हिँड्नु। सोच्नुस् त, यी 2वटा बोझ हट्ने बित्तिकै त्यो हल्कापन आफै फर्केर आउँछ। ल, अब सिद्धान्तका कुरा धेरै भए। आउनुहोस् अब एउटा एकदमै प्र्याक्टिकल टुलको बारेमा कुरा गरौँ। एउटा यस्तो सरल अभ्यास जसले 1 मिनेटमा हाम्रो मनलाई आफ्नो त्यो नेचुरल अवस्थामा फर्काउन मद्दत गर्छ। यो टुल एकदमै सरल छ, ध्यान दिएर सुन्नुहोला है। जब पनि मन भारी भएको जस्तो लाग्छ, पहिलो काम, जे गर्दै हुनुहुन्छ 5 सेकेन्डको लागि रोक्नुहोस्। दोस्रो, एउटा गहिरो सास लिनुहोस्। तेस्रो, आफ्नो मनलाई भन्नुहोस्, नराम्रो महसुस गर्न बन्द गर। अनि चौथो र सबैभन्दा महत्त्वपूर्ण, एउटा सानो मुस्कान दिनुहोस्। हो, साँच्चै यति नै। यो कुनै जादु होइन, यो त केवल आफ्नो चेतनालाई, आफ्नो अवेरनेसलाई वर्तमानमा फर्काउने एउटा वैज्ञानिक तरिका हो। यो सानो अभ्यासले हाम्रो मेन्टल स्टेटलाई तुरुन्तै रिसेट गरिदिन्छ र हामीलाई हल्का महसुस गराउँछ। ल, अब यो सिकाइलाई आफ्नो दैनिक जीवनमा कसरी उतार्ने त? किनभने यो एक दिनको अभ्यास मात्रै होइन, यो त हल्का भएर जिउने एउटा नयाँ तरिका हो। एउटा सानो कथा सुनौ न। एकजना महिला हुनुहुन्थ्यो।
उहाँलाई हरेक काममा पर्फेक्ट हुनुपर्ने। तर यो पर्फेक्सनको दौडमा उहाँ सधैँ तनाव र दबावमा बाँचिरहनु भएको थियो। अनि एक दिन उहाँले आफैलाई एउटा एकदमै सरल तर शक्तिशाली प्रश्न सोध्नुभयो, म जे गरिरहेकी छु के यसले मेरो मनलाई हल्का बनाइरहेको छ कि झन भारी? सोच्नुस् त, यही प्रश्न उहाँको जीवनको टर्निङ पोइन्ट बन्यो। त्यसपछि उहाँले त्यो पर्फेक्सनको पछि लाग्न छोड्नुभयो र मनको हल्कापनलाई प्राथमिकता दिन थाल्नुभयो। उहाँले त्यो एफर्टलेस फिलिङ गुडको कलालाई अँगाल्नुभयो र उहाँको जीवन साँच्चीकै बदलियो। त्यसैले हामीले पनि यो कुरा कहिल्यै बिर्सनु हुँदैन, राम्रो महसुस गर्नु कुनै ठूलो उपलब्धि होइन, यो त हाम्रो स्वभाव हो, हाम्रो नेचर हो, जसलाई हामीले केवल फेरि पत्ता लगाउनु छ। त्यसैले आजबाट एउटा सरल मन्त्र याद राखौँ है, नराम्रो महसुस गर्न बन्द, किनकि राम्रो महसुस गर्नु त डिफल्ट हो। र यो नै राम्रो महसुस गर्ने स्वतन्त्रताको पहिलो सिद्धान्त हो। मन जति हल्का हुँदै जान्छ, जीवन त्यति नै सुन्दर बन्दै जान्छ। र अब यो विश्लेषणको अन्त्यमा एउटा प्रश्न आफैलाई सोधौँ, आज अहिले हामी आफ्नो मनबाट कुन चाहिँ एउटा अनावश्यक बोझलाई तल राखेर यो हल्कापनातर्फ पहिलो कदम चाल्न सक्छौँ? यो निर्णय अब हाम्रो हो।